आज मैले सुत्ती फोटो भिडियो खिचेँ। नमस्ते नमस्कार साथीहरू, सन्चै हुनुहुन्छ होला। आई होप म पनि सन्चै छु बाई द ग्रेस अफ गड। टुडे वाट आई डिड आई एम सोइङ टु यु। बिहानको कामको छुट्टी थिएन नि त, त्यही भएर म बिहान काम गरेर आएको, त्यसपछि घुम्न गएको। नमस्ते नमस्कार साथीहरू, आज म आएको छु शहीद हसिला गार्डन। तपाईँहरू देख्न सक्नुहुन्छ जुन कोरेगाउँमा अवस्थित छ। आज छुट्टीको दिन यसो टाइम मिलाएर आएको। कति काम मात्र हुन्न, कहिले कहिले त रमाइलो गर्नुपर्छ, घुम्नुपर्छ। 2 दिनको जिन्दगी मरेर लानु के नै छ र। कस्तो हावा चल्नु लाग्यो। तिम्रो आउने हो है, पर जाऊ तिमी। मैले खिच्दा तिम्रो लुगा लुगा तिमी तिमीलाई देखाउनु अब मैले आफै खिच्छु। बच्चादेखि बुढासम्म जो कोही तन्नेरीहरू, युङहरू, जोसुकै पनि आउन सक्नुहुन्छ। गार्डन घुम्नको लागि भने एकदम मस्त रहेको छ, एकदम रमाइलो, पुरा हरियाली वातावरण। अनि साइडमा ठुलो ठुलो बिल्डिङ अनि रुखहरू। बच्चाहरूलाई खेलाउनको लागि पनि एकदम राम्रो सुविधा रहेको छ। साइडमा घाँसहरू के कोही कोही त घाँसहरू चिने मैले। मलाई मन पर्ने भने यस्तै जङ्गल हो त। हामी जङ्गल अनि फुलहरू पनि अनेक किसिमका छन्, मैले चिन्नै सकेन नामहरू। साइडमा गमला पनि राखेको छ, पानी पनि छ। मलाई घुम्न मन लाग्यो, घुमिहालेँ, थोरै भए पनि रमाइलो। अब म जाँदैछु ठेक्कै भएको गल्लीमा। फुलहरू छन्। फाइनली म पुगिसकेको छु ठेक्करमा। अब जान्छु गल्ली गल्लीतिर, तपाईँहरूलाई देखाउन गएको छु, देख्न सक्नुहुन्छ। म फोटो पनि खिच्दैछु, घुम्दैछु। त्यो गल्ली देखा पुरा ठेक्कर भयो। तिमी आएको हेर पछाडि हेरेर म जान्छु अगाडि अगाडि। ठेक्करी ठेक्कर खाना अहिले स्याउला खाने कुच्चाउन होइन, त्यतिकै काटेर क्या फुल पुऱ्यायो यो खिच्न